मानव सभ्यताको इतिहास शब्दहरूको इतिहास पनि हो। कविहरूले शब्दहरूद्वारा सौन्दर्य सिर्जना गरे, दार्शनिकहरूले शब्दहरूद्वारा विचार निर्माण गरे, नेताहरूले शब्दहरूद्वारा आन्दोलन उठाए, शिक्षकहरूले शब्दद्वारा पुस्ता निर्माण गरे, प्रचारकहरूले शब्दद्वारा सुसमाचार सुनाए र लेखकहरूले शब्दहरूद्वारा सभ्यताको स्मृतिलाई जोगाए। तर यी सबैभन्दा पहिले एउटा अर्को शब्द थियो, परमेश्वरको वचन। बाइबलको पहिलो अध्यायमा हामी यस्तो पढ्छौँ, आदिमा परमेश्वरले आकाश र सृष्टि गर्नुभयो। उत्पत्ति 1:1। तर परमेश्वरले सृष्टि कसरी गर्नुभयो? उत्पत्तिको पहिलो अध्यायमा बारम्बार दोहोरिने एउटा वाक्य छ, परमेश्वरले भन्नुभयो, परमेश्वरले भन्नुभयो, परमेश्वरले भन्नुभयो, उज्यालो होस् र उज्यालो भयो। परमेश्वरले बोल्नुभयो, संसार अस्तित्वमा आयो। त्यसैले आज हाम्रो मुख्य प्रश्न यही हो, शब्दहरू यति शक्तिशाली किन हुन्छन्?